ल ल आज लास्ट दिन ल खै मकै छिटो भाँचेर सक्नु पर्यो है। 2038 सालमा नाति आयो जेठमा घरबारी नाति सक्यो झर्यो खेतमा घरबारी नाति सक्यो झर्यो खेतैमा केटा पनि नाति सक्यो झन्डा गाड्यो केटीमा दुर्बन्ध गरी हेर्न थाल्यो कन्ने केटीमा ल हेर्नुहोस् यो दुईटा तरुनी खोज्दै हिँडेछन् कता तरुनी अब गैरातिर जाने होला ल छिटो तरुनी अब भइसकेछ अब तरुनी भइसकेछ मकै यसरी भाँचेर सक्छ आज गाई अब यो दुईटा तरुनीहरू बोक्नु जाने हेर्नु त ऊ त्यो त मकै भाँचिसक्यो ल जा तरुनी जाँदा उताल्छु जा यता उताल्छु जान यता यहाँ जा यहाँ तरुनी गइसक्यो ल हिँड अब घर जाने मकै यी बुहारीहरू भयो भने यस्तो सहिलो हुने रहेछ बोक्न नपर्ने सुई सुई लो हो यसरी बोकेर ढाउ भइसक्यो अब मकै हेर भाँचेर यति आज सकिन ल हेर्नुहोस् ल ढाउ भइसक्यो आज मकैको बिस्कुन छ झट्टै छ त हो ल बुढो बाजेले यहाँ मकै बनाउनु भयो ल वात्त वात्त ल ढाउ भयो चुट्टाल्न सक्ने बेलासम्म चुट्टाल्नुपर्छ यस्तो बनाएर यो झोटा झोटा झोटियो झोटी झोटाइले झोटी यस्तो ल भयो